गुड मर्निङ नमस्कार छ्याजलो गुड मर्निङ छ्याजलो नमस्कार छ्याजलो गुड मर्निङ नमस्कार। हामी चाहिँ आज जमसमसम्मको यात्रा, तर तपाईँहरू अचम्म लाग्ला आज गएर भोलि फर्किने हो। त्यही भएर चाँडै गएर बेलुका यसो जमसम बसेर फर्किहाल्ने, किनभने भोलि आमा औँसी छ। अनि त्यही भएर आमा औँसी भएको भएर भोलि फेरि आमालाई औँसी मनाउनु आउनु पऱ्यो, फेरि पछि अलिकति टाइम छैन। त्यही भएर हामी चाहिँ आज जमसम जाँदैछौँ, भोलि फर्किनेछौँ है त गाइस। थ्याङ्क यू सो मच, गुड लक फर आवर जर्नी। अनि राम्रो होस्, वेदर राम्रो, सबै राम्रो होस् गाइस। अब हामी चाहिँ यता आउनुमा अलि उज्यालोमा बोल्नु पऱ्यो नि त, खै साह्रै अँध्यारो हुन्छ यताबाट आउनु यता यता लगाइदिनु। नमस्ते, गुड मर्निङ। गुड मर्निङ। आज हाम्रो यात्रा कहाँसम्म भनिदिनुहोस्। हामी जाउँछौँ। आज गएर आज फर्किने हो होइन, एक रात त उतै इन्जोय गर्नु पऱ्यो है, होइन भोलि हामी फर्किने पर्ने भएको होइन, एक रातको लागि मात्रै है। ल आउनुहोस्, हाम्रो यात्रा शुभ होस्। आमाजी आमाजी गयो गाइजहरू ठिक छ होइन आमा, हामी लाग्यौँ है। सकरबस भन्ज्याङ आइपुग्यो, टक्क लगाएर यहाँ चिया खाएर जाने भन्ने कुरा आयो हाम्रो। पहिला हामी हिँडेर आइन्थ्यो बाटो। हाम्रो गाइजहरू चाहिँ यहाँ चियाको लागि रेस्ट होइन त मामाजी? हजुर हजुर, चियाको लागि रेस्ट। अब चिया ब्रेक। अब तपाईँ त तातो पानी होला, हामी त चिया पिउने। ओके गाइस, सी यू। अहिले चाहिँ हामी बेगनास, यसलाई तालचोक भन्छ कि यसलाई के भन्छ? बेगनास ताल हो। बेगनास तालचोक, तालचोक होइन, बेगनास ताल। यहाँसम्म चाहिँ पहिला हामी हिँडेर आइन्थ्यो होइन मामा? कतिचोटि हिँड्नु हो तपाईँ? म त धेरैबाट हिँडेँ नि, आधा जिन्दगी हिँडेँ जस्तो भयो। क्याम्पस पढ्ने, यत्रो झोला पुग्यो, फेरि एक हप्तापछि उता फर्केर जानु पर्यो। घरै जाउँ जाउँ लाग्ने क्या है। तपाईँको सम्झना यो बाटोको है। ब्रुसली 9 पुग्यो हिँड्यो होइन त मामा? शङ्कर बाल तिम्रो मामाले त तिनवटा डाइनेस्टी एकैचोटि खेलाउँछ भन्थ्यो। तपाईँको पुरानो क्याम्पस होइन मामा? म हिँड्ने बाटे तपाईँको यो अब पिएन क्याम्पसको याद केही यसो भन्दैन नि त अलिकति? अलिअलि छ, यादहरू त हुन्छ नि, नमाउनु जेसम्म धेरै थोरै सम्झिरहेको हुन्छ होइन। त्यो भएर अब यो पिएन क्याम्पस आइपुग्ने बेला भयो। एक अरू भन्दा नि एउटाचोटि त्यो म्याग्दी हुने बेला खुब के भन्यो के बस्छ नि, बिर्सिनु भयो? म्यादी एउटा थियो, उहाँ बसेर इन्डियामा के बस्यो नि त्यो तिनीहरू लखड्दाखेरि पुलिसले लखटेर यो ठाउँमा हामीलाई ए यहाँ पिएन क्याम्पस है? पिएन क्याम्पस। पिएन क्याम्पस धन्य पिएन क्याम्पस। अनि हामी यहाँबाट भागेर गयौँ होइन, भागेर गएपछि के गर्यो भन्दा घर त फर्किनु पऱ्यो। भरे कसरी भाग्ने भन्दाखेरि एउटा केटा म डुँडे हुन्छु तपाईँहरू सधोस् भने, अनि त्यो उसलाई खन्ज्याङ गर्दै ल्याएको पुलिसले अरे बसाएर चाहिँ यस्तो गल्लिया लुकेर पुलिस अनि भागेको नि पुलिसले कहाँ सक्ने भाग्न च्याप्पै समातेर लगायो। च्याप्पै समातेर लगाएर त्यो महेन्द्र पुलमा हामीलाई चौकीमा लगाएर हालिहाल्यो। अन्त मुर्दैन त बत्ती मारेर ढाडेर रोड हिर्काउनु थाल्यो। हिर्काएर मात्रै होइन हुन्थ्यो नि, भरि त त्यतिखेर लामो लामो कपाल पाल्ने, एक साइडको फालिदियो एक साइडको फालिदिएर भोलिपल्ट बिहान त्यत्तिकै आएर कोठामा बसेर फेरि सबैले कपाल खोइलाग्यो दुईतिर। खत्रै छ त तपाईँको त्यो त मेमोरी त है। यो बगाहरू हामी हिँड्दा उतापट्टि त्यो कोठा, उतापट्टि त्यो हर्का पट्रोल भन्ने, हजुर। अनि यतापट्टि त्यो टुडी खेल भाइहरू आर्मीको लागि ट्रेनिङ है। अब क्यासिङको लाउनु लाग्यो। यहाँ क्यासिङमा त छैन त्यस्तो केही, क्यासिङमा त त्यस्तो केही छैन। क्यासिङको खासै त छैन, सेती नदी तलबाट हेर्नु होइन मतलब त्यस्तो त्यो पुलिसले पिटेको जस्तो के होइन, मेमोरी यही हो तिनीहरूले लखडेको त। ए लहरेको चाहिँ लखडेको होइन, समातेर उता लग्यो। त्यो झन् त्यसरी लुकेर बसेर रहेछ। यो सेती नदी तल माथि ब्रिटिस क्याम्प भयो, अनि माथिबाट ब्रिटिस क्याम्प यहाँबाट यताबाट जान्छ, ब्रिटिस क्याम्प यताबाट जान्छ। अनि आमा महेन्द्र ब्रिटिस क्याम्प चाहिँ यता हो।
यो जाने बाटो कतामा मलाई थाहा छैन। अब योमा यता जाने त महेन्द्रको भयो यहाँबाट जाने यहाँबाट त अस्ति भुर्जुङ खोलाका माछा खान फेरि सिधै भुजु खोला चाहिँ हामी ह्याङ्जा भनेको त यही माथिबाट हो जस्तो लाग्छ मलाई अहिले यो बाटो चाहिँ यस्तो भएछ यहाँ आउँछ माथिबाट महेन्द्र गुफाको एउटा यस्तो के अरे एकदम सिधा उ छ क्या यहाँ बाटो लेखेर हुन्छ नि त यहाँ हेर्नु त गण्डकी ट्राउट फार्म सूर्योदय महेन्द्र केभ सोध्नु पर्यो मामा यहाँ दिप हो यो यहाँ सोधौँ त हामी चाहिँ अहिले हेम्जा रोड भाइरल रोड हो तर माथि आज मौसम नखुलेको भएर हिमाल देखिएन मौसम खुलेको भए आज बबाल रमाइलो भ्युज देखिन्थ्यो भन्ने सोचिरहेको थिएँ ठिकै छ समय यस्तै हो कहिले राम्रो कहिले नराम्रो तर हाम्रो यात्रा राम्रो होस् त्यही हो मौसम जस्तो भयो भने होइन त मामश्री हजुर होइन त हो हाम्रो गाइजहरू देखाउँ भनेको गाइजहरू त के खोइ सुत्दै आइगयो हामी चाहिँ अहिले लुम्ले आइपुग्यौँ है त गाइज टक्क लगाएर लुम्ले कफी स्टेट कस्तो राम्रो लेखाएर रहेछ वेलकम टु बागलुङ तर टाढा त टाढा ल हामी चाहिँ अब लाग्यो है त Continue for 85 90 kilometers. किलोमिटर हुन्छ ए 9 बज्यो हामी चाहिँ बेनीमा आइपुग्यो अहिले ठ्याक्क है गाइज खोइ मामा अहिलेसम्मको यात्रा कस्तो भयो त एकदम ठिक छ राम्रो छ है अब भान्जा र साथमा आएको म धेरै खुसी छु राम्रो छ अनि के छ त कहाँ हो अहिलेसम्मको यात्रा कस्तो कहाँ हो यहाँ एकदम आरामदायी यात्रा एकदम रमाइलो छ होइन त नसोचेको नसोचेको होइन त नसोचेको अब कता हिँडेको मान्छे कतै हिँड्ने अनएक्सपेक्टेड भनौँ न अब अनएक्सपेक्टेड ट्राभल थियो जमसम चाहिँ सर्ट फेरि एकदम सर्टमा एकदम छोटो समयमा हाम्रो जम्मा कहिले भनेको कुले मलाई भनेको यार एक दिनको प्लान हो कि एकदम सर्ट प्लान मलाई त कुले भने मम्मीले ज्याकेट पठाएपछि पो थाहा पाएको भने थाहा पाएको कि मैले तिमीहरू त जाने भने तिम्रो ज्याकेट पठाइदिए कि मम्मीले नि के पठाइदिने हो भन्थ्यो भन्नु भएन अनि पछि ज्याकेट पठाएपछि तिमीहरू जोमसोम जाने भने भन्थ्यो पछि जोमसोम त दिदी खोइमा आउनुहुन्थ्यो एक दिन अगाडि भने त हो नि त्यही बेला अनि उनीहरूले कपडा ल्याइदिएको होइन त मैले मगाइदिएँ है कपडा जमसम जाने भनेर तिमी त लकी हो नि मान्छे होइन अनएक्सपेक्टेड हो यो खाने पनि कपडा पनि आउने भनेपछि त मान्छे नि ठ्याक्कै काठमाडौँ आउने नि मान्छेहरू भएको फेरि होइन त्यही भएर अब यसपालिको हाम्रो यात्रा राम्रै होला तिमी त हामी अन्त धेरै गयो भने छोटो समय पोखरा बस्यौ त्यत्रो अन्त यो त पोखरा नि बसेको कति दिन 3 दिन होइन अब है हामी है खाना खाएर यहाँ बेनीबाट जमसम चाहिँ लाग्यो ओके छ त हामी यो बाटोतिर आइपुगेको छ यो ठाउँ चाहिँ कहाँ थाहा छैन पहिला म 2011 मा आउँदाखेरि चाहिँ यो बाटो एकदम नराम्रो थियो अहिले चाहिँ दामी भएको रहेछ जस हामी यो ठाउँमा पहिला एक दिनभरि जाम पऱ्यो त्यहाँ त्यो चाहिँ आन्दोलनमा परेको है फेरि त्यो देव गुरुङले खोइ के हो चुनाव बहिष्कार भनेर नेपाल बन्द गराएको थियो कति सालकोमा हो भने 70 होइन पहिले कति सालको चुनाव बिर्सियो भने चुनाव चाहिँ यहाँ एक दिनभरि बसेको यो ठाउँ चाहिँ अहिले यस्तो भएछ अस्ति त हो तपाईँहरू 4 बजे उठ्नुभयो म 3 बजे 2:30 बजे यो बाटो यस्तो राम्रो बनाएछ यहाँ कस्तो बिजोग थियो पहिला यो बाटोमा अन्त यहाँ त बवाल ठाउँ बनाएर छ नि पहिला हामी आउँदा त्यस्तो थिएन 2011 मा आउँदा त होटेल सोटेल जस बस ठाउँ गाइज हामी चाहिँ ठ्याक्क रूपसे झर्न आइपुग्यो अब अहिले चाहिँ याकमाथि चढेर फोटो खिचेको 100 याकको साइडबाट फोटो खिचेको रु 50 त्यो चाहिँ यो यस्तो याकमाथि चढेर फोटो खिचेको सर हो र ओ माई गड है यसको माथि चढ्यो भने चाहिँ तपाईँको नाम के हो रोशनी के खाती अनि यो याकमाथि चढेको चाहिँ 100 रुपियाँ साइडमा खिचेको 50 रुपियाँ अगाडि खिचेको कति 25 उयो हो ओके सर मेरो गुरुङ सुबिन्जङ GURUNG गुरुङ SUBIN JUNG हो त्यही हो
ल थ्याङ्क यू यो टाइममा पनि यत्रो ठुलो झर्ना आउनु भनेको त यहाँ त असारसम्म त कत्रो आउँछ होला हौ यताबाट चाहिँ हामी जोमसोम जान्छौँ होइन पहिला डेन्जर थियो छेउमा हेऱ्यो कि तल खोलामा खस्ने कुनामा हेऱ्यो पारा अनि सिङ्गल वे मात्रै हिँड्ने यस्तो बाटो अहिले जस्तै चाहिँ राम्रो बनाएको रहेछ यहाँ त पहिला हाम्रो मुटु सिरिङ सिरिङ भएको थियो कि यो बाटो आउँदाखेरि अहिले झन् त यस्तो दामी भिड छ कि है बाटो यहाँ हामी लास्ट डराएको सबजनामा छेउमा हेऱ्यो पुरै खस्छ है अब हामी चाहिँ घाँस आइपुगेछौँ होइन लगभग घाँसमा त पहिला एकदमै 1 किलोमिटर हो घाँसबाट त पहिला नै एकदम राम्रो थियो बाटो पिच त थिएन तर राम्रो थियो बाटो अहिले चाहिँ कस्तो छ मामाजी कस्तो फिल भइरहेछ तपाईँले निदाउनु एकदम ठिक छ म त सुतेछु भर्खरै घुर्दिनु भयो कि आनन्दले राखेको मैले त है ठिक छ मामा ठिक छ एकदम गाउँले बिचमा चाहिँ यत्रो जङ्गल रहेछ यार एकदम है डाँडा गाँडा उता पुरै खाली छ बिचमा चाहिँ त हिँड्दा हिँड्दै सुतेछु कि है तपाईँ त घुर्कै निदाइदिनु ठाडै चेकिङ गरेर अनि अनलाइन हाम्रो एउटा सिटिजनसिप देखाएर फोन नम्बर टिपाएर अनि कतिजना गयो त्यो सबै टिपाउनु पर्ने छ यहाँ चाहिँ नमस्ते छ्याजल्लो फेरि पनि अब हामी चाहिँ मुस्ताङ छिरेको अवस्था वेलकम टु मार्फा भिलेज अहिले हामी स्याउको स्कुटी खाँदैछौँ र अब हामी आज जेरीगल्लीतिर जाँदैछौँ मार्फा आएपछि स्याउको स्कुटी नखाए त र स्याउको रक्सी नखाए के फर्क हजुर तपाईँहरू यता हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्याउबारी हो मुस्ताङको मार्फत यता छमसिङले अब हामी तपाईँहरूले जेरी गल्लीतिर लान्छौँ है त आउनुहोस् अहिले चाहिँ हामी मार्फत याक सेल्फी यहाँ चाहिँ फोटो खिच्ने मान्छेहरू धेरै हुँदो रहेछ ड्रेस लगाएर सबैजना यो ड्रेस भाडामा लिएर भिडियो खिच्दै हुनुहुन्छ अनि यहाँनिर हाम्रो मामाजी पनि फोटो खिच्दै हुनुहुन्छ र मैले चाहिँ यसरी चाहिँ खिचिरहेको छु गाइज हामी यहाँ छौँ अहिले यो चाहिँ जेरी गल्ली हो भाइ होइन यो लुक्ने गल्ली के गल्ली लुक्ने गल्ली लुक्ने यहीँ लेखेको छ त ओ लुक्ने गल्ली त लुकेर बस्नु पऱ्यो आमा ल यहाँनिर यो चाहिँ मार्फाको लुक्ने गल्ली म यहाँ लुक्छु है म यस्तै लुक्छु है गाई लुक्ने गल्ली यहाँ कति हुन्छ ल आउँछ है हामी चाहिँ यहाँ यो चाहिँ होटेल हामी बस्ने हो भने चाहिँ यहाँ बस्न सकिन्छ अनि होटेल माउन्ट भिल्ला अब चाहिँ हामी जेरी गल्लीतिर आइपुग्यौँ बस्न कान्छे बसेर छेउमै यो माया साटे पो दिउँला नि तिमीलाई पछ्यौरी मखमल धागोले बाटेको नछेको कान्छ नछेको बाटो घर जान आँटेको
परदेशी गुम्बा त्यो गर्नु सक्यो भने धेरै राम्रो थियो है यस्तै त हुन्छ नि त्यही रुम्ने हो तर के मान्छे मिल्दैन मान्छे रिस गरेन अब के हाल्यो रुपी बसिसक्यो होटल बेडरुम त्यसो जमसम आइपुग्यो अब हामी टपसम्म इन्ट्री गरिसकेका छौँ हेलो नमस्ते यो चाहिँ हामी जमसम आइपुग्यौँ र यो चाहिँ एयरपोर्ट हामी बसेको होटलबाटको चाहिँ एयरपोर्ट चाहिँ यस्तो देखिन्छ है गाइज अहिले चाहिँ हामी जमसम बजार 12 बजे सर रातिको लाभाजा इटलीज कफी Sortina, sortina, sortina.